सेफ कृष्णजीले सेलेन्ट्रो डिम्सम कसरी बनाउँछ भनेर सिकाउँदै हुनुहुन्छ। भिडियो हेरेर तपाईहरू सिक्नुहोस् र भिडियो सेयर गरेर साथीहरूलाई पनि सिक्ने मौका दिनुहोला। अनि भिडियोमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला। यो हालेर हामी चाहिँ मिलाउने यसलाई मजाले। दामी हुन्छ है यो डिम्सम सेपहरु। जो डिम्सममा काम गर्दै हुनुहुन्छ, डिम्समका नयाँ भाइहरु, डिम्सम सिक्न चाहने भाइहरुको लागि काम आउँछ है यो। तपाईहरुले शेयर गर्नुहोला डिम्सम वाला सेपहरुले है। सबजनालाई काम आउनुपर्छ है। ल अब बनाऊ है त। निकाल्नु। अब मसँग पेन छ, यहाँनिर टक्क लाएर यहाँनिर मैले दुला पारे। अब डिम्सममा त दुला पारेपछि फुटिहाल्छ त सेप भन्नुहुन्छ होला हैन। पुरा दुला छ हैन। यही चीज हो, समथिङ डिफरेन्ट। देख्न सक्नुहुन्छ टक्क फिलिङ लगाउने गरेर इजी तरिकाले आरामसँग यसरी फोल्ड गर्ने देख्न सक्नुहुन्छ। ट्राई गर्नुहोस् है। डिम्समका ठूला सेपहरु पनि ट्राई गर्नुहोस् ल। राम्रो हुन्छ यो डिम्सम। गार्ने टक्क लाएर दामी देखिन्छ है। अनि यस्तो गराएर सेट लाएर देख्न सक्नुहुन्छ टक्क यहाँनिर सेट लाएर यस्तो गराएर मसँग डिम्सम रेडी भइसकेको छ। अब म यसलाई स्टिम गर्दैछु कमसेकम 5 मिनेट जस्तो है त। फाइनल भए पनि देखाउँछु है त। ल चलो मेरो डिम्सम चाहिँ रेडी भइसकेको छ। 2.5 मिनेट भइसकेको छ। टक्क लाएर सेट देख्न सक्नुहुन्छ टक्क अलिअलि माइक्रो ग्रिन हालिदिने है। अनि यहाँनिर जो देख्नु भएको नि तपाईले यो आँखा जस्तो हेर्नुस् है। आँखा जस्तो देख्नु भएको छ नि, यही चीज हो समथिङ डिफरेन्ट है। आरएनडी भनेकै यही चीज हो। अलिकति फरक तरिका हेर्नुस् है त मजाले। तपाईहरुलाई कस्तो लाग्छ